Hello guys, welcome to my another vlog from Matti Khan. यो चाहिँ हामी मट्टी खानमा छौँ। यो चाहिँ मट्टी खान भयो। This is Pokhara Valley. It looks really wonderful. यहाँबाट चाहिँ प्राय सबै ठाउँ देखिँदो रहेछ। शान्ति स्तूप तल देखिँदो रहेछ। हामी निकै हाइटमा रहेछौँ। अनि यहाँ माथि चाहिँ छ भ्यू पोइन्ट। मेरो बाबा र मेरो बुढी मेरो छोरी सबैजना वहाँ जाँदैछ। यहाँको चाहिँ घरहरू पनि एकदम राम्रो राम्रो छ। यहाँ चाहिँ भ्यू टावर जाने बाटो। मट्टी खान हो। यहाँ भ्यू टावर छ त्यहाँ माथि हेर्न सबै आउँछन्। यहाँबाट जताततै देखिन्छ। अहिले यहाँ यो कुहिरो लाएर हो बादल लाएर हो नत्र भने छर्लकै देखिन्छ। धेरै टाढासम्म देखिन्छ। यो फेदी खोला पर्छ ऊ त्यो बजार फेदी खोला बजार हो। हजुर। अनि यता नुवाकोट हो। यता यो टावर देखियो नि त्यो नुवाकोट हो। त्यहाँभन्दा तल स्याङ्जा पर्छ। यसरी घुम्या छ है। यताबाट गाडी आउँछ त्यताबाट फेदी खोला भएर उता यत्रो घुमेर गएको छ। अहिले यो बाटो पेच भइदिएदेखि यो बाटो सट्ट यहाँबाट फेदी खोला आउँदाखेरि उताबाट स्याङ्जाबाट फेदी खोला आउँदाखेरि पोखरा पुग्छ यो बाटो। यति फरक छ। यति फरक छ। अब यो बाटो गएर कहाँनिर जोडिन्छ? यो बाटो गएर उहीँ बाढखोलामा जोडिन्छ। ठ्याक्कै बाढखोला त अलि उतै पर्यो है। बाढखोलामा जोडिन्छ। यो नुवाकोटबाट झर्छ ठ्याक्क बाढखोलामा जोडिन्छ। बाढखोलाभन्दा अलिकति यतापट्टि हो क्या त्यो पुतली बजारको अस्पताल छैन हो त्योभन्दा यतापट्टि त्यो घुम्तीमा त्यहाँ जोडिन्छ। अनि अब यो गाउँ भयो के अरे त्यो धुवा यो भन्छ ढुङ्गा गाडी भन्छ यो घरलाई यो गाउँलाई यो निलो घर देखियो नि त्यो ढुङ्गा गाडी भयो। डाँडालाई के भन्छ ऊ त्यो सालिमे डाँडा त्यो बेलायतको स्मारिका भन्ने त्यही हो। त्यो साली डाँडाको यो स्कुल भयो। यो बादल भन्दा उता त के अरे बाँके बाङसिङ भन्ने होला। यो गल्याम पर्यो के अरे यो बादल लागेको यो अलिअलि यता देखियो नि भिर जस्तो त्यो गल्याम हो। उतापट्टिको बाँगे पर्यो। बाङसिङ यहाँबाट देखिन्न बाँगे देखिन्छ। बाँगे डाँडो त्यो। अनि उता पञ्चाखे पर्छ के अरे। यो त्यो देखिने गाउँ आरुखर्का भन्ने त्यो गाउँ हो। त्यो अलि ठुलो गाउँ। त्यो आरुखर्का भयो। यतापट्टि त्यो यता देखिएको त्यो स्मारिका सिधा पारिपट्टि देखिएको टोड्के भन्छ। त्यहाँभन्दा उताको त्यो मन्दिर देखियो नि त्यो मन्दिर भएको राङकोट भन्छ। उतापट्टि पारिपट्टिको गाउँ त्यो अँधेरो अँधेरो भएको गाउँ त्यो उल्यारी पर्छ। त्यसको जरामा हो कुबिन्डे भन्छ। तल जरामा पर्छ यता। ल नुवाकोट डाँडा त्यो है। नुवाकोट त्यो नुवाकोट भनेर सुन्छ। मेरो बाबा हेलो गरिदिनु। हेलो हाई मट्टी खान घुम्न आएको। रमाइलो छ। पोखरा भ्यू राम्रो देखिया छ। यो चाहिँ यस्तो छ। मेरो छोरी र मेरो बुढी नानी रेडी हेर्नुहोस् न। नमस्ते गरिदिनुहोस् न बाबा। ट्यु 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 हावा लागोस् के पसिनै पसिना आउनुहोस्। पसिना सुकोस्। टोपी लाउनु रे। टोपी लाउने पसिना आछ भनेर। यो चाहिँ भ्यू तर एकदम हाइटमा रहेछ यो ठाउँ चाहिँ। हामी जाने चाहिँ वहाँ माथि भ्यू पोइन्टमा जानु लाग्यो। बाटो चाहिँ यस्तो छ। त्यहाँ चाहिँ मट्टी खान रिसोर्ट रहेछ उहाँ देखेको रातो रातो।
उहाँ चाहिँ त्यो डाँडामा चाहिँ मन्दिर पनि रहेछ। ल जाम खिच्नुहोस् न बेबीलाई। यसो गर्नुहोस्, यसो गर्नुहोस्, यसो गर्नुहोस्। अलि तल, हात तल। यसो गर्नुहोस्। ल जाम 1 2 3 धेरै समाउनुहोस्। आफै समाउने। नमुना नि खिच्दिएको? यो चाहिँ मट्टिहाना रिसोर्ट। यो चाहिँ पोखरा भ्याली। मेरो छोरीले मलाई भिडियो खिच्न देखेन, आफै खिच्छु भनेको भने गरेर। गाइस ठाउँ चाहिँ एकदम राम्रो छ। एज यु क्यान सी यो भ्यू टावर। बट हामी कति मान्छेहरू घुम्न त आउँछौँ, तर हामीले राम्रोसँग आफूले लिएर आएको वेस्टहरू म्यानेज गर्दैनौँ। हेर्नुहोस्, यो हाम्रै ठाउँ हो, त्यसलाई हामी आफैले सफा गर्नुपर्छ। मट्टिखाना भ्यू पोइन्ट। यहाँ चाबी लगाएको रहेछ, तर यहाँ सिसा फुटाले रहेछ। म माथि गएर चाहिँ तपाईँलाई देखाउँछु। मट्टिखाना भ्यू पोइन्ट थ्रु ब्रोकन ग्लास। बुद्ध बङ्गला जस्तो भइसकेछ। यो चाहिँ फर्स्ट फ्लोर। तर एकदम नरमाइलो पाटो चाहिँ यत्रो भौतिक संरचना कति खर्च गरेर बनाइसकेपछि यसलाई राम्रोसँग सञ्चालन गर्नुपर्ने थियो, तर त्यो भएको देखिएन। है बुन्टुङ? सो यस्तो छ हालत। वाउ। आफै हुन्न। बन्द बन्द बन्द। फोटो खिचिदिनुहुन्छ मामुले, माथि कैसे खिच्ने हस्। माथि। वाउ वाउ वाउ। ठाउँ चाहिँ एकदम राम्रो छ। पोखरा भ्याली चाहिँ एकदम राम्रो देख्दो रहेछ। त्यो दूरबीन हो कि, तर दूरबीन चाहिँ अहिले नरहेछ। चिसो चाहिँ चिसो हुँदो रहेछ है, जाडो हुँदो रहेछ। जाडो महिना आउँदा एउटै गाउँ होला है। त्यो गाउँ त रमाइलो रहेछ है। अलि फराकिलो नै रहेछ नि, म अलि सम्मै रहेछ कि। यो ठाउँ यति राम्रो छ, तर फोहोरहरू चाहिँ यस्तो अस्तव्यस्त छ। प्लिज यहाँ जो पनि आउनुहुन्छ घुम्नको लागि आफूले लिएर आएको प्लास्टिक गार्बेजहरू चाहिँ आफैले लैजानुहोस्।
यति राम्रो ठाउँ छ। गएचाल चाहिँ हामी त्यो चाहिँ अघि हामी गएको भ्यू पोइन्ट, अहिले चाहिँ हामी यता उहाँ मन्दिर रहेछ त्यहाँ जानु लाग्यो। के बुढी गिट्ठा फालेको गिट्ठा पहिला पहिला गाउँमा कस्तो मिठो हुन्छ यो, तर यो चाहिँ अर्कै रहेछ। थाक्यो, मन्दिर माथि रहेछ। ठाउँ चाहिँ राम्रो हो तर अझै पनि ओझेलमा परेको ठाउँ जस्तो छ यो, अलिक व्यवस्थित पनि नरहेछ। चाहिँ मन्दिर रहेछ तर राम्रो सेर्केको मन्दिर हो। यहाँ पनि अर्को मन्दिर छ, श्री कालीकोट मन्दिर क्रिस्ती। यता चाहिँ पिकनिक खाने ठाउँ पनि रहेछ। वाउ, यहाँबाट चाहिँ 360 देखिँदो रहेछ तलको। बन्द रहेछ श्री कालीकोट मन्दिर। यो बजाउनुहोस् न, यो तल यी समाउनुहोस् त, यहाँ समाउनुहोस्।